नमस्कार। कार्यक्रम परदेशमा स्वागत छ। इरानले आफ्नो एयर डिफेन्स प्रणालीले अमेरिकी MQ-9 ड्रोन खसालेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार बुधबार IRGC को एयर डिफेन्स युनिटले उक्त ड्रोन पत्ता लगाएर त्यसलाई इन्टरसेप्ट गरी नष्ट गरेको हो। यद्यपि अमेरिकाले यस दाबीमाथि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। विगत 2 दिनमा अमेरिकाले इरानका 170 भन्दा बढी सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ। अमेरिकाका अनुसार यी हमलाहरूमा एयर डिफेन्स प्रणाली, मिसाइल र ड्रोन भण्डारण, सैन्य स्पिड बोट र होर्मुज स्ट्रेट वरपर रहेका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो। इरानका एक अधिकारीका अनुसार अमेरिकाले बुसहर आणविक केन्द्रलाई निशाना बनाउँदै हवाई हमला गरेको छ, तर केन्द्रमा कुनै क्षति भने पुगेको छैन। यसैबीच IRGC ले अमेरिकालाई चेतावनी दिँदै होर्मुज स्ट्रेटमा दखल नदिन भनेको छ। यदि अमेरिकी हमला जारी रहेमा त्यहाँ सामान्य आवत जावत पुनर्बहाली हुन नसक्ने र यसको असर विश्वव्यापी अर्थतन्त्रमा पर्ने इरानको भनाइ छ। अमेरिकाको हमलापछि जवाफी कारबाही गर्दै इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल प्रहार गरेको छ। यद्यपि ती देशहरूले कैयौं मिसाइल र ड्रोनहरू खसालेको दाबी गरेका छन्। अमेरिकाले उत्तरी इरानमा चीन, रुससँग जोडिएको एक रणनैतिक रेलवे पुलमा क्रुज मिसाइल प्रहार गरेको इरानले दाबी गरेको छ। इरानले यसलाई युद्ध अपराध भनेको छ। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको 6 वा 7 दिने अन्त्येष्टि समारोहमा 4 करोड 10 लाखदेखि 4 करोड 30 लाख मानिस सहभागी भएको दाबी गरिएको छ। इरानको प्रेस टिभीले यो अन्त्येष्टिलाई विश्वले देखेको सबैभन्दा ठूलो जुलुस भनेको छ। तेहरान, कोम, नजफ, करबला र मसहद गरी 5 शहरमा यो समारोह आयोजना गरिएको थियो। गत शनिबार तेहरानको ग्रान्ड मसल्ला धार्मिक परिसरबाट सुरु भएको औपचारिक अन्त्येष्टि समारोहमा खामेनीको शव प्रदर्शनमा राखिएको थियो। उक्त समारोहमा हमास, इस्लामिक जिहाद, हिजबुल्लाह र हुथी विद्रोहीका प्रतिनिधि मण्डलको समेत उपस्थिति थियो। तेहरान स्थित आफ्नै परिसरमा भएको अमेरिकी इजरायली हवाई आक्रमणमा मारिएको 4 महिनाभन्दा बढी समयपछि उनलाई देशको पवित्र सिया तीर्थस्थल इमाम रेजा दरगाहमा गाडिएको छ। यसैबीच इरानसँगको प्रतिशोधात्मक हमला र हालैका अमेरिकी सैन्य प्रहारका बावजुद अमेरिकाले तनाव कम गर्न प्रयास गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन्। उनले वाशिंटन तेहरानसँग वार्ता गर्न प्रतिबद्ध रहेको र प्राविधिक वार्ता जारी रहेको जानकारी दिएका छन्। इरानले खाडीमा रहेका अमेरिकी सैन्य अखाडामा प्रहार गरेको दाबी गरेको छ। दुई राष्ट्रबीचको द्वन्द्वका कारण होर्मुजको जलमार्गमा अमेरिकी समर्थन प्राप्त ढुवानी घटेको छ, जसले ऊर्जा बजारलाई थप प्रभावित बनाएको छ। यसअघि इरानको आणविक कार्यक्रम र होर्मुजमा जलयात्राको स्वतन्त्रतामा केन्द्रित नेटो शिखर सम्मेलनलाई तेहरानले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गरेको थियो। अर्कोतिर प्यालेस्टाइनी प्राधिकरणले जोर्डन, कुवेत र बहराइनमा इरानी आक्रमणको निन्दा गर्दै ती राष्ट्रहरूसँग ऐक्यबद्धता जनाएको छ। हाल मध्यपूर्वमा केही समयका लागि सैन्य गतिविधि रोकिए पनि पुनः सुरु भएको अमेरिकी हमला र इरानी प्रत्याक्रमणका कारण ऊर्जा बजार र कूटनीतिक क्षेत्रमा यसको गम्भीर असर देखिएको छ। अर्कोतिर गाजामा इजरायली हवाई हमलामा मारिएका सहायता कर्मीको स्मृतिमा प्यालेस्टाइनीहरू भेला भएका छन्। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आफ्नो देश आवश्यक परेमा इरान विरुद्ध अझ ठूलो शक्तिका साथ आफ्नो सैन्य अभियान पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन्। स्पेनको दक्षिण पूर्वी प्रान्त अल्मेरियाको लस गायार्दोस इलाकामा रहेको जंगलमा भीषण डढेलो लागेको छ। यस डढेलोमा परेर कम्तीमा 12 जनाको मृत्यु भएको छ। घटनामा अन्य 6 जना घाइते भएका छन्। डढेलोमा परेका गाडीहरू भित्र केही मृतहरू फेला परेका छन्। बिजुलीको लाइन खसेका कारण आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त आगो तत्कालै नजिकैको जंगलमा फैलिएको थियो। अधिकारीहरूले भने अहिलेसम्म आगलागीको कारणबारे आधिकारिक पुष्टि गरेका छैनन्। करिब 40 डिग्री सेल्सियस तापक्रम सहितको लगातारको हिट वेभका कारण दक्षिणी युरोपका धेरै भागमा डढेलो लागिरहेको छ।
फ्रान्स, पोर्चुगल र स्पेनमा सयौं दमकल कर्मीहरू डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागीका कारण हजारौं मानिसले आफ्नो घर छोड्नु परेको छ। अन्दालुदियाका क्षेत्रीय प्रमुखले सोशल मिडिया एक्समा सन्देश जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। आपतकालीन सेवाका अनुसार आगलागीका कारण धेरै सडकहरू बन्द गर्नु परेको छ। प्रभावित क्षेत्रका करिब 1000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो हो साङ्गु टेलिभिजन, देशको टेलिभिजन।